आज देश दुनियाँले तपाईको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाएर त्यही देखाउनको लागि हामी यहाँ आएका। ए राप्रपा जो राजनैतिक पार्टी हो जसले मौका पर्यो भने राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु, संघीयता खारेज गर्छु, देशमा तिमी जस्तो भ्रष्टहरूलाई मौका पर्यो भने जेल हाल्छु भनेर संकल्प गरेर घोषणा पत्रमा आफ्नो कुरा उल्लेख गरेर भोट मागेर देशको पाँचौं पार्टी भएको पार्टी हो। उसलाई भिरकोटी मण्डपमा आमसभा गर्न दिँदाखेरि ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र र कति कमजोर गणतन्त्र हो त्यो संसारले देखोस् भनेर हामीले त्यहाँ कुनै लफडा नगरेको हो। आज हामीले आह्वान गरेर चारतिरबाट यस्तो जुलुस चारतिरबाट हुल्दियो भने कसलाई छेक्छौ, कसलाई गोली हान्छौ? मैले फेरि पनि भन्छु, नसुध्रिने हो भने हामी विद्रोहमा जान्छौं, गोली हान्छौं, हामी पनि गोली चलाउँछौं त भन्दिन, तर बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौं। फेरि यो कुरा याद गर्नु। म भन्छु त्यसैले चैत 15 गतेको घटनाको निष्पक्ष छानबिन हुनु पर्यो, न्यायिक आयोग गठन हुनु पर्यो। यो सरकारका कारिन्दाहरूको आयोग होइन, सर्वोच्चको पूर्व न्यायाधीश, नागरिक समाज र मानवाधिकारको क्षेत्रमा काम गर्ने मानिसहरूको, स्वतन्त्र र निष्पक्ष मानिसहरूको आयोग गठन होस् र छानबिन होस्। दोषीको हो त्यो सार्वजनिक होस् र दोषीलाई सजाय गरियोस् भन्ने म चाहन्छु।